सबैमा नमस्कार। अनि अब ब्याचलर थर्ड इयर बिबिएस थर्ड इयरको यो फाउन्डेसन अफ फाइनेन्सियल सिस्टमबाट सोध्न सकिने प्रश्नहरू या भनौँ न इम्पोर्टेन्ट क्वेसन यो 2082को लागि सायद त्यो रेगुलर होस् या त्यो पार्सियल दुईटैको लागि चाहिँ सोध्न सक्ने सम्भावित प्रश्नहरू मैले यहाँ लेखेको छु। र त्योभन्दा पहिला चाहिँ हाम्रो क्वेसन कस्तो प्याटर्नमा आउँछ त त्यो हामीले जान्नु पर्यो। सुरुमा ग्रुप एमा तपाईँलाई टोटल 10वटा क्वेसन हुन्छ। 10वटा क्वेसनमध्ये तपाईँले 5 या 6वटा एप्रोक्स है कि 5 कि 6वटा थ्योरी क्वेसन सोध्छ र 4वटा या 5वटा चाहिँ तपाईँलाई न्युमेरिकल सोध्छ। 10वटा क्वेसन प्रत्येक क्वेसन 2 मार्क्सको हुन्छ। यसरी चाहिँ 20 मार्क्सको ग्रुप एमा सोध्छ। तपाईँले यसमा न्युमेरिकल भनेको चाहिँ एकदम सर्ट न्युमेरिकल सर्ट सोध्छ, जसको चाहिँ क्वेसन दिएको हुन्छ, क्वेसनमा चाहिँ त्यसको फर्मुला लगाइदियो भने उतिखेर चाहिँ त्यसको एन्सर आइहाल्ने खालको प्रश्नहरू सोधेको हुन्छ। एकदम छोटो प्रश्नहरू यसमा न्युमेरिकल्सहरू सोध्छ ग्रुप एमा है त। अब ग्रुप बीमा चाहिँ तपाईँको टोटल क्वेसन 6वटा हुन्छ। 6वटा क्वेसन हुन्छ जसमा चाहिँ 3वटा थ्योरी र 3वटा न्युमेरिकल गरेर 6वटा क्वेसन ग्रुप बीमा सोध्छ। 6वटा प्रश्नमध्ये तपाईँले चाहिँ 5वटा तपाईँले एटेम्प गर्नुपर्ने हुन्छ। एटेम्प चाहिँ नि 5 आउट अफ 6। 6वटा प्रश्नमध्ये तपाईँले 5वटा प्रश्न तपाईँहरूले हल गर्नुपर्ने हुन्छ। जुन 5वटा प्रश्न चाहिँ प्रत्येक एउटा प्रश्न 10 मार्क्सकोले गर्दाखेरि कति हुन्छ 50 मार्क्सको तपाईँले ग्रुप बीमा सोध्छ है त। अब ग्रुप सीमा तपाईँको टोटल क्वेसन हुन्छ 3वटा टोटल क्वेसन हुन्छ। 3वटा मध्ये एउटा थ्योरी क्वेसन सोध्छ र 2टा न्युमेरिकल्स हुन्छ। अलि लामो हुन्छ न्युमेरिकल्सहरू 15 मार्क्सको। 3वटा प्रश्नमध्ये तपाईँले 2टा प्रश्न चाहिँ तपाईँहरूले हल गर्नुपर्ने हुन्छ, 2टा एटेम्प गर्नुपर्ने हुन्छ। जुन चाहिँ एउटा प्रश्नको 15 हुन्छ भने चाहिँ 2टाको कति भयो 30 मार्क्स। यसरी 100 मार्क्सको तपाईँलाई फाउन्डेसन्स अफ फाइनेन्सियल सिस्टमको क्वेसन यस प्याटर्न चाहिँ यसरी सोध्छ है त। अब सम इम्पोर्टेन्ट क्वेसन्स थ्योरी अथवा न्युमेरिकल्स फ्रम इच च्याप्टर, प्रत्येक च्याप्टरबाट सोध्न सक्ने भनौँ न थ्योरी प्लस न्युमेरिकलसँग रिलेटेड त्यसका फर्मुलाहरू लेखिदिएको छ। न्युमेरिकल ए नै न्युमेरिकल भन्दा पनि न्युमेरिकल्सहरू लगभग उही नै हो, तर इम्पोर्टेन्ट फर्मुलाहरू लगभग यो फर्मुलाहरू तपाईँले जानेपछि चाहिँ तपाईँहरूले क्वेसन चाहिँ एटेम्प गर्न सक्नुहुन्छ भनेर चाहिँ मैले यहाँ लेखिदिएको छु है। अब तपाईँहरूले एकदम सर्ट टर्म हुन्छ, समय छोटो हुन्छ। समय छोटोको समयमा चाहिँ तपाईँले के प्रश्नहरू हेर्ने र कुन कुन फर्मुलाहरू याद गरेपछि चाहिँ तपाईँले चाहिँ राम्रो स्कोर चाहिँ मार्क्स चाहिँ स्कोर गर्न सक्नुहुन्छ भनेर मैले यहाँ लेखिदिएको छु। अब च्याप्टर 1बाट तपाईँले इन्ट्रोडक्सन फर्स्ट च्याप्टरबाट चाहिँ तपाईँको 2 मार्क्समा सोध्न सक्छ। डिफाइन फाइनेन्सियल इन्टरमिडिएटिज भनेर 2 मार्क्समा तपाईँले सोध्न सक्छ है योपालि। त्यस पछाडि साइज एन्ड स्ट्रक्चर अफ फाइनेन्सियल सिस्टम इन नेपाल भनेर तपाईँले चाहिँ 10 मार्क्समा तपाईँले सोध्न सक्छ। अथवा प्रोसेस अफ फन्ड ट्रान्सफर फ्रम सरप्लस युनिट टु सेभिङ युनिट भनेर तपाईँलाई 10 मार्क्समा एप्रोक्स 10 मार्क्समा तपाईँले सोध्न सक्छ है। 2टा यो अनि माथिको यो 2 मार्क्सको भइहाल्यो फाइनेन्सियल इन्टरमिडिएटिज र साइज एन्ड स्ट्रक्चर अफ फाइनेन्सियल सिस्टम इन नेपाल र प्रोसेस अफ फन्ड ट्रान्सफर फ्रम सरप्लस टु सेभिङ युनिट भनेर तपाईँले 10 मार्क्समा यो थ्योरी पोर्सन हो, यो थ्योरी च्याप्टर हो च्याप्टर 1। यदि तपाईँहरूलाई न्युमेरिकल अलिक गाह्रो लाग्छ भने च्याप्टर 1 चाहिँ हेरेर जानु होला। यहाँबाट तपाईँले 10 मार्क्सको सोध्न सक्छ च्याप्टर 1बाट है त। 2 या 10 मार्क्सको सोध्न सक्छ। तपाईँले चाहिँ मोटामोटी 12 मार्क्सको यहाँबाट तपाईँले सोध्न सक्ने चान्स धेरै छ है। कहिलेकाहीँ फेरि 15 मार्क्सको सोधिदिन सक्छ, 10 मार्क्समा मात्रै सोध्छ भन्ने पनि होइन है त। अब च्याप्टर 2मा हेरिराख्दाखेरि फाइनेन्सियल इन्स्ट्रुमेन्ट्स एन्ड इन्ट्रेस्ट रेट, यसबाट तपाईँले थ्योरी सोध्न सक्ने प्रश्न चाहिँ भनौँ न टाइप्स अफ फाइनेन्सियल इन्स्ट्रुमेन्ट अथवा फाइनेन्सियल इन्स्ट्रुमेन्ट भनेको के हो भनेर 2 मार्क्समा सोध्न सक्छ र त्यसका टाइप्सहरू मेन्सन गर अथवा त्यसलाई एक्सप्लेन गर भनेर 10 मार्क्समा सोध्न सक्छ है त। अब यो चाहिँ थ्योरी प्लस न्युमेरिकल च्याप्टर भएको कारणले यसमा चाहिँ तपाईँलाई न्युमेरिकल पोर्सन पनि हुन्छ। एकदम लङ क्वेसनमा सोध्छ, तपाईँले 15 मार्क्समा सोध्न सक्छ या कहिलेकाहीँ 10 मार्क्समा सोधिन सक्छ है त। अब यसमा चाहिँ तपाईँहरूले लाग्ने फर्मुला चाहिँ डिस्काउन्ट रेट बराबर एफबी माइनस पी डिभाइड बाई एफबी इन्टु 360 बाई टी। डिस्काउन्ट रेट अथवा डिस्काउन्ट इल्ड भनेर तपाईँले क्वेसन सोध्न सक्छ। सायद त्यो ट्रेजरी बिल्स अथवा बोन्डको होइन अथवा कुनै पनि स्टकको अथवा कुनै पनि सेयरको चाहिँ तपाईँको डिस्काउन्ट रेट अथवा डिस्काउन्ट इल्ड निकाल भन्यो भने चाहिँ एफबी माइनस पी डिभाइड बाई एफबी इन्टु 360 डिभाइड बाई टी गरेर यो फर्मुला तपाईँले त्यसको एन्सर निकाल्न सक्नुहुन्छ डिस्काउन्ट रेटको है त। त्यसपछि तपाईँले इन्भेस्टमेन्ट रेट अथवा इन्भेस्टमेन्ट इल्ड भनेर तपाईँले इक्जाममा सोध्न सक्छ। यसको फर्मुला चाहिँ एफभी माइनस पी डिभाइड बाई पी इन्टु 360 बाई टी गरेर चाहिँ
तपाईँले निकाल्न सक्नुहुन्छ है त। जहाँ चाहिँ यो एफबी, जहाँ चाहिँ तपाईँले एफबी देख्नु भएको छ, एफबी भनेको फेस भ्यालु है, कुनै पनि स्टकको फेस भ्यालु भनेर तपाईँले इक्जाममा क्वेसनमा त्यहाँ दिएको हुन्छ एफबी। अनि अर्को पी भनेको छ यहाँ पी, यो पी भनेको के हो, सेलिङ प्राइस, त्यो स्टकको सेलिङ प्राइस पी। अनि र अर्को यो टी छ, टी भनेको के हो त, म्याच्युरिटी पिरियड। म्याच्युरिटी पिरियड यसरी क्वेसनमा दिएको हुन्छ, यति वर्षमा चाहिँ यो म्याच्योर्ड हुन्छ अथवा म्याच्युरिटी पिरियड यति दियो भनेर चाहिँ यति वर्ष भनेर दिएको हुन्छ। त्यो जुन जुन दिएको छ त्यसलाई चाहिँ यो फर्मुलामा त्यो भ्यालु पुट गर्ने र पुट गरेपछि त्यसको चाहिँ तपाईँहरूले एन्सर गर्न सक्नुहुन्छ अथवा त्यो प्रश्नको हल गर्न सक्नुहुन्छ है त। तर यो फर्मुला मात्रै याद गरे पनि हुँदैन होइन, फर्मुला सँगसँगै त्यो क्वेसनलाई चाहिँ बुझ्न पनि जान्नुपर्छ। यो क्वेसनले यो भ्यालु भने के हो त होइन, जस्तो कुनै पनि त्यहाँ अमाउन्ट दिएको हुन्छ, त्यो अमाउन्ट के हो त, त्यो भन्न खोजेको के हो त, त्यसरी चाहिँ तपाईँले चाहिँ त्यो अमाउन्टलाई तपाईँले आइडेन्टिफाई गरेर यसरी चाहिँ फर्मुलामा राखेर चाहिँ यो च्याप्टर 2बाट सोधेको न्युमेरिकल्सहरू चाहिँ तपाईँले एटेम्प गर्न सक्नुहुन्छ है त। छोटो समय छ, धेरै भनौँ न च्याप्टर ओभरअल तपाईँले हेर्न सक्नुहुन्न, 2-3 दिनमा के नै हेर्न सक्नुहुन्छ र होइन। त्यसै पनि अब इम्पोर्टेन्ट कुराहरू चाहिँ तपाईँलाई मैले लेखिदिएको छु, त्यही अनुसारले यो फलो गर्नु होला है त आफ्नो सेड्युल। अब त्यसरी फेरि च्याप्टर 3 छ, च्याप्टर 3मा चाहिँ डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन छ। यहाँबाट तपाईँले 2 या 10 मार्क्सको सोध्न सक्छ, थ्योरी या न्युमेरिकल दुइटै। यसमा चाहिँ न्युमेरिकल मात्रै पनि छैन, थ्योरी मात्रै पनि छैन, त्यसैले चाहिँ तपाईँलाई मिलाएर क्वेसन सोध्न सक्छ। फर्स्टमा चाहिँ फाइनेन्सियल इन्स्टिट्युसन एन्ड इट्स टाइप्स अथवा डिफाइन फाइनेन्सियल इन्स्टिट्युसन अथवा वाट इज फाइनेन्सियल इन्स्टिट्युसन भनेर 2 मार्क्स मात्रै सोध्न सक्छ है। र त्यसका टाइप्सहरू चाहिँ मेन्सन गर अथवा त्यसको टाइप्सहरू एक्सप्लेन गर भनेर तपाईँले 10 मार्क्समा पनि सोध्न सक्छ है। अथवा तपाईँले सर्ट नोट भनेर चाहिँ भनौँ न 10 मार्क्समा पनि ग्रुप बीमा सोध्न सक्छ है। अब त्यसपछि डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन भनेको के हो भनेर तपाईँले 2 मार्क्स सोध्न सक्छ, एकदम इम्पोर्टेन्ट हो। डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन भनेको के हो भनेर 2 मार्क्स तपाईँले सोध्न सक्छ। अब तपाईँलाई यो एकदम मतलब भनौँ न यो रेसियोहरू धेरै पढ्नुपर्छ। यो डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसनमा धेरै रेसियोहरू छन्, तर त्यो रेसियोहरूमध्ये पनि अलि बढी प्रश्नहरू सोध्ने हुन्छ नि, त्यो प्रश्नहरू यो रेसियोबाट सोधेको कारणले चाहिँ यो रेसियोहरू चाहिँ यो 5वटा फर्मुलाहरू तपाईँले लगभग याद गरेपछि तपाईँहरूले प्रश्न एटेम्प चाहिँ गर्न सक्नुहुन्छ है। अब फर्स्टमा चाहिँ तपाईँले रिटर्न अन एसेट्स भनेर तपाईँले 2 मार्क्समा म्याक्सिमम सोधिरहेको हुन्छ। रिटर्न अन एसेट्स भनेर चाहिँ त्यसको फर्मुला के हुन्छ भनेपछि नेट इन्कम डिभाइड बाई टोटल एसेट्स। टोटल एसेट्समा कति नेट इन्कम आयो त, यसरी चाहिँ रेट अन एसेट्स ROA निकाल्न सक्नुहुन्छ। त्यसै गरी इक्विटी मल्टिप्लायर EM भनेर टोटल एसेट्स डिभाइड बाई टोटल इक्विटी भनेर तपाईँले इक्विटी मल्टिप्लायर फर्मुला, यो फर्मुला लगाएर तपाईँले इक्विटी मल्टिप्लायर निकाल्न सक्नुहुन्छ। त्यस पछाडि आउँछ प्रफिट मार्जिन रेसियो, नेट इन्कम डिभाइड बाई टोटल अपरेटिङ इन्कम है। प्रफिट मार्जिन यसरी निकाल्न सक्नुहुन्छ। तपाईँले कहिलेकाहीँ चाहिँ एसेट्स युटिलाइजेसन रेसियो भनेर सोध्न सक्छ, टोटल अपरेटिङ इन्कम डिभाइड बाई टोटल एसेट्स गरेर तपाईँले एसेट्स युटिलाइजेसन रेसियो निकाल्न सक्नुहुन्छ। त्यसरी रिटर्न अन इक्विटी ROE कसरी निकाल्ने भने टोटल इन्कम डिभाइड बाई टोटल कमन इक्विटी, यसरी चाहिँ तपाईँले रिटर्न अन इक्विटी निकाल्न सक्नुहुन्छ है। तपाईँले कहिलेकाहीँ चाहिँ ROA दिन सकेको हुनसक्छ, तपाईँ कहिलेकाहीँ चाहिँ भनौँ न ROA दिन सकेको हुनसक्छ होइन। यसरी चाहिँ तपाईँले इक्विटी मल्टिप्लायर निकाल्नुहोस् भनेर सोध्न सक्छ। त्यसैले त्यो निकाल्न लागि पहिलो तपाईँले फर्मुलाको ज्ञान त हुनु पऱ्यो नि त होइन, फर्मुला याद हुनु पऱ्यो। त्यसैले चाहिँ यो फर्मुलाहरू चाहिँ मैले लेखिदिएको छु। लगभग यो फर्मुलाहरू हेर्नुभयो भने चाहिँ तपाईँले चाहिँ 2 मार्क्समा या 10 मार्क्समा सोधेको प्रश्नहरू तपाईँले हल गर्न सक्नुहुन्छ है त। च्याप्टर 3 चाहिँ तपाईँको थ्योरी र न्युमेरिकल दुइटै भएको च्याप्टर हो। अब यसरी फेरि अब च्याप्टर 4मा हेर्दाखेरि चाहिँ यहाँबाट पनि तपाईँले एकदम थ्योरी र न्युमेरिकल भएको यो च्याप्टर हो। नन डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन भनेको छ। यसमा चाहिँ तपाईँले सोध्न सक्ने प्रश्न भनेको डिफाइन नन डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन भनेर, नन डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन भनेर के हो भनेर तपाईँले चाहिँ सोध्न सक्छ। 2 मार्क्समा थ्योरी हो है। या माथिबाट चाहिँ डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन भनेको के हो तपाईँले 2 मार्क्स सोध्न सक्छ, या नन डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन भनेको के हो भनेर तपाईँले चाहिँ 2 मार्क्समा सोध्न सक्छ है। अब यसमा चाहिँ अब म्युचुअल फन्ड भनेको के हो तपाईँले 2 मार्क्समा सोध्न सक्छ, या म्युचुअल फन्डका यसका टाइप्सहरू एक्सप्लेन गर भनेर 10 मार्क्समा सोध्न सक्छ है। यसको टाइप्स भनेको ओपन इन्डेड म्युचुअल फन्ड र अर्को क्लोज इन्डेड म्युचुअल फन्ड हुन्छ। यसलाई चाहिँ एक्सप्लेन गर भनेर 2 या 10 मार्क्समा सोध्न सक्छ है। अब यसमा तपाईँको न्युमेरिकल पोर्सन 2 मार्क्समा या 10 मार्क्समा सोध्न सक्ने क्वेसनहरूको त्यसमा लाग्ने फर्मुलाहरू चाहिँ मैले यहाँ लेखिदिएको छु।
नेट एसेट भ्यालु तपाईँलाई एकदम म्याक्सिमम 2 मार्क्समा यो न्युमेरिकल सोधेको हुन्छ, 2 मार्क्समा ग्रुप एमा नेट एसेट्स भ्यालु एनएभी निकाल भनेर सोध्न सक्छ। त्यहाँ चाहिँ तपाईँलाई टोटल एसेट पनि दिएको हुन्छ, लाइबिलिटी पनि दिएको हुन्छ र अर्को नम्बर अफ सेयर्स आउटस्ट्यान्डिङ पनि दिएको हुन्छ प्रश्नमा। त्यस्तो प्रश्नहरूमा चाहिँ तपाईँले यसरी चाहिँ टोटल एसेट लाइबिलिटिज यो सबै दिएको खण्डमा चाहिँ नेट एसेट्स भ्यालु निकाल भनेर तपाईँले क्वेसन एकदम इजी क्वेसन सोधेको हुन्छ 2 मार्क्समा है। त्यही अनुसार जे टोटल एसेट दिएको हुन्छ, लाइबिलिटी दिएको हुन्छ, नम्बर अफ सेयर्स आउटस्ट्यान्डिङ दिएको हुन्छ, यही सबै क्वेसनमा दिएको हुन्छ। त्यही भ्यालु चाहिँ यसमा राखेपछि तपाईँको के आउँछ त नेट एसेट्स भ्यालु एनएभी आउँछ है। अथवा तपाईँ कहिलेकाहीँ चाहिँ अफरिङ प्राइस निकाल्नु भनेर सोध्न सक्छ। अफरिङ प्राइस भनेको के हो, बराबर एनएभी डिभाइड बाई 1 माइनस लोड फी। लोड फी पनि तपाईँले इक्जाममा दिएको हुन्छ। एनएभी तपाईँले दिएको हुनसक्छ या तपाईँले नेट एसेट्स भ्यालु चाहिँ तपाईँले निकालेर अफरिङ प्राइस निकाल्नुपर्ने हुन्छ है त। अब त्यस्तै त्यो स्टकको चाहिँ तपाईँलाई चाहिँ भनौँ न करेन्ट मार्केट प्राइस निकाल भन्न सकिया हुनसक्छ। त्यसमा चाहिँ दुईवटा कुरा हुन्छ, डिस्काउन्ट पर्सेन्टेज दिएको बेला यो माथिको फर्मुला लगाउने होइन, डिस्काउन्ट पर्सेन्टेज गराउँदा ठ्याक्क माइनस यता 1 माइनस डिस्काउन्ट पर्सेन्टेज गराइदिने, त्यसलाई चाहिँ एनएभी नेट एसेट भ्यालुसँग मल्टिप्लाई गरिदिने, डिस्काउन्ट पर्सेन्टेज गर्दा घटाउने। यदि तपाईँले चाहिँ प्रिमियम पर्सेन्टेज दिएको छ भने चाहिँ त्यसलाई चाहिँ जोड्ने 1 प्लस प्रिमियम पर्सेन्टेज इन्टु एनएभी नेट एसेट भ्यालुलाई चाहिँ इन्टु गरिदिने है। यदि डिस्काउन्टमा इस्यु गरेको छ भने माइनस गर्ने, यदि प्रिमियममा इस्यु गरेको छ भने चाहिँ प्लस गरिदिने। यसरी चाहिँ करेन्ट मार्केट प्राइस त्यो स्टकको अथवा सेयरको करेन्ट मार्केट प्राइस निकालिन्छ है त। अब नम्बर अफ सेयर इस्युड भनेर तपाईँले इक्जाममा सोध्न सक्छ, क्यालकुलेट नम्बर अफ सेयर इस्युड भनेर इक्जाम सोध्यो भने चाहिँ डिपोजिट कति डिपोजिट भयो डिभाइड बाई नेट एसेट्स भ्यालु एनएभी गरेर चाहिँ नम्बर अफ सेयर इस्युड भनेर चाहिँ तपाईँले निकाल्न सक्नुहुन्छ है त। अब च्याप्टर 3 र च्याप्टर 4 लगभग उसो त एउटै च्याप्टर हो भनौँ न होइन, डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसनकै च्याप्टरहरू हो यो। माथि चाहिँ डिपोजिटरी छ, यहाँ तल चाहिँ नन डिपोजिटरी फाइनेन्सियल इन्स्टिट्युसन छ। दुइटै चाहिँ थ्योरी प्लस न्युमेरिकल दुइटैको लागि एकदम इम्पोर्टेन्ट च्याप्टर हो, 2 या 10 मार्क्सको लागि है त।